हेलो गाइस, गुड इभिनिङ सबैजनालाई। स्वागत छ मेरो फेसबुक अनि युट्युब पेजमा। आज चाहिँ म नयाँ मार्चमा खोलिरहेको गौशालामा तपाईँहरू लानु जाँदैछु। हाम्रो गाउँमा चाहिँ अहिलेसम्म यत्रो ठुलो गौशाला आएको थिएन, त यहाँनिर एकजना आइयाले गौशाला खोल्नु भएको रहेछ, त्यही हामी भ्रमण गर्न आएको। गाईको चारो यो चाहिँ नयाँ गौशाला। हेर्नुहोस्, यो चाहिँ नयाँ गौशाला। गाईको चारो यसरी नै हेरिरहनु होला हाम्रो युट्युब च्यानल, यो फेसबुक र युट्युब च्यानललाई, अनि सब्सक्राइब अनि फलो गरिदिनु। नयाँ अपडेट फेरि दिनेछौँ यो गौशालाको बारेमा। अहिले यो नयाँ हिजो नै सबैलाई पुऱ्याएको गाईहरू है, अब फेरि आउनेवाला छ। आज 30 मात्रै रहेछ, फेरि प्लस गर्छ उहाँहरूले। यो नियर बाई मार्चक गुम्पा। धन्यवाद। त्यसरी नै सबै लाइक अनि सब्सक्राइब गरिदिनु होला।